नमस्कार सबैजनालाई। म एकदमै खुसी छु आज एउटा नेपाली मुभी नयाँ जसको नाम छ जार भोलि सम्पूर्ण हलहरूमा रिलिज हुँदैछ। अनि यसमा चाहिँ यसको स्कोरिङको काम मैले 2021 देखि नै एज अ म्युजिक कम्पोजर, प्रड्युसर एन्ड orchestrator भएर चाहिँ मैले काम गर्ने मौका पाएँ। अनि यो जार चाहिँ हाम्रो इन्द्रबहादुर राईजीको कथाबाट लिएको हो। अनि यसमा चाहिँ सम्पूर्ण म्युजिकदेखि लिएर साउन्ड स्केपदेखि लिएर सिनेमेटोग्राफी अनि एभ्रिथिङ चाहिँ एकदमै राम्ररी मिलाएर प्रेजेन्ट गरिएको छ। जो काम चाहिँ हाम्रो डाइरेक्टरजी फुर्बा लामाले गर्नुभएको छ। उहाँको भिजन अनि उहाँले प्रस्तुत गर्नुभएको, उहाँले स्टोरी टेलिङ अनि सिनेमेटिक वेमा देखाउनु भएको छ, एकदमै सराहनीय छ उहाँको कामप्रति। अनि उहाँसँग काम गर्न पाएँ, एकदम खुसी लागेको छ। अनि म चाहिँ पहिलेदेखि नै नेपाली साउन्ड, नेपाली इन्स्ट्रुमेन्टलाई चाहिँ कसरी हाम्रो एरेन्जमेन्टमा, हाम्रो गीतहरूमा, हाम्रो सिनेमामा कसरी चाहिँ हामीले प्रेजेन्ट गर्न सकिन्छ सिनेमेटिक वेमा, होइन। अनि विदाउट लुजिङ हाम्रो नेपाली फोक म्युजिक, होइन, फोक साउन्ड भनौँ। अनि यो सम्पूर्ण यो सोच्ने तरिका अनि क्रिएट गर्ने तरिका चाहिँ म एकजना व्यक्तिबाट एकदमै इन्सपायर भएको छु। उहाँको नाम चाहिँ विश्व साई। अनि उहाँ चाहिँ मेरो मेन्टर दाई, होइन। अनि उहाँ मेरो म्युजिक प्रड्युसर पनि हुनुहुन्छ। उहाँले जहिले पनि एकदमै छुट्टै आउट अफ बक्स भएर धेरै सोच्नुहुन्थ्यो। अनि त्यो कुराहरू हामी कन्भर्सेसन हुन्थ्यो। अनि दाइबाट धेरै सिक्ने मौका पाएँ। अनि यो सम्पूर्ण मैले जे जति अडियोको प्रोडक्सन, एरेन्जमेन्टको यो सम्पूर्ण कुराहरू, साउन्डलाई कसरी मेनिपुलेट गर्ने भन्ने कुराहरू चाहिँ दाइबाट मैले धेरै सिक्न पाएँ। अनि दाइलाई एकदमै धन्यवाद दिन चाहन्छु। उहाँप्रति चाहिँ मेरो एकदमै रेस्पेक्ट छ दाइप्रति। अन्त उहाँले गर्दा नै मैले यो मुभीमा काम गर्न सकेँ जस्तो लाग्छ, होइन। अनि यो मुभीमा जसरी सिनेमेटिक वेले देखाएको छ स्टोरीलाई, अनि मैले चाहिँ साउन्ड अथवा म्युजिकले चाहिँ कसरी देखाउने, नेपाली फोक म्युजिकलाई चाहिँ कसरी रिप्रेजेन्ट गर्ने ताकि नेपाली फोक साउन्ड चाहिँ त्यसलाई नमारिकन। अनि त्यो गर्नको लागि चाहिँ मैले धेरै रिसर्च गरेँ, रिदम, स्केल्स, इन्स्ट्रुमेन्टहरू धेरै बजाउन सिकेँ। अनि धेरैजनाहरूसँग मैले त्यो इन्स्ट्रुमेन्टहरू कलेक्ट गरेँ। जस्तै म्युजियमबाट, फोक म्युजियमबाट, होइन, हाम्रो राम सरले हेल्प गर्नुभयो, हाम्रो अनि झुमाले हेल्प गर्यो, अनि अरू म्युजिसियन साथीहरूले मलाई हेल्प गर्नुभयो। जसले गर्दा चाहिँ मैले यो ट्रेडिसनल साउन्डहरूलाई चाहिँ मैले एकदमै नयाँ तरिकाले चाहिँ मेरो कम्पोजिङमा चाहिँ राख्न पाएँ, फिल्म स्कोरिङमा चाहिँ राख्न पाएँ। अनि त्यसले गर्दा चाहिँ त्यो मुभीको एउटा थिम होस्, त्यो साउन्ड एउटा थिम होस् भन्ने कुरा चाहिँ मैले प्रोसेस गर्न पाएँ भनौँ। ठुली भन्ने गीत अहिले एकदमै सबैले मन पराउनु भएको छ। अनि यो गीतलाई चाहिँ जुमाले चाहिँ सङको मेलोडी अनि उहाँकै स्वरमा अनि हर्क साउदले उहाँ लिरिक्स लेख्नु भएको छ। अनि हाम्रो मेल भोकल चाहिँ पवन गिरीले गाउनु भएको छ। अनि यो सुरुमा आउँदाको गीत र अनि पछि इन्स्ट्रुमेन्टेसन गरिसके पछाडि चाहिँ तपाईँले थाहा पाउनुहुन्छ कसरी यो गीतलाई चाहिँ नेपाली साउन्ड राख्ने भन्ने कुराहरू, कसरी नेपाली इन्स्ट्रुमेन्टहरू युज गर्ने, त्यसलाई नमारिकन, होइन। अनि यसको यो पुरै प्रोसेस चाहिँ म तपाईँहरूलाई अर्को भिडियोमा सेयर गर्नेछु, होइन। यसकै लागि भनेर चाहिँ मैले एउटा इन्स्ट्रुमेन्ट पनि आर्बाजो सिकेको छु। अनि यसमा सुन्न सक्नुहुन्छ तपाईँले। अनि अरू कुराहरू म अर्को भिडियोमा पनि सेयर गर्नेछु तपाईँहरूलाई। यो मुभीमा चाहिँ मैले लगभग 70% जति चाहिँ नेपाली इन्स्ट्रुमेन्ट नै राखेको छु। त्यो नेपाली इन्स्ट्रुमेन्ट राखेको छु किनकि जहिले पनि मलाई लाग्थ्यो कि किन चाहिँ नेपाली इन्स्ट्रुमेन्टले चाहिँ हाम्रो सिनेमामा नदेखाउने, हाम्रो एरेन्जमेन्टमा किन प्रस्तुत नगर्ने अलिक डिफ्रेन्ट वेमा, होइन, ताकि हाम्रो फोक साउन्ड चाहिँ रहिरहोस्, नेपाली साउन्ड चाहिँ बनोस्, होइन। त्यो कुरा चाहिँ मलाई जहिले नै खेद भइरहेको थियो। तर यो मुभीमा चाहिँ मैले सम्पूर्ण काम गर्न पाएँ, होइन। अनि मैले एक्सप्लोर गर्न पाएँ यो मुभीमा, किनकि यो नेपालीकै कथावस्तु भएको कारणले, नेपाली भएको कारणले गर्दाखेरि कसरी नेपाली साउन्डलाई चाहिँ मैले बढी मात्रामा युज गर्ने भन्ने कुरा चाहिँ यसमा चाहिँ मैले धेरै कुराहरू एक्सपेरिमेन्ट गर्न पाएँ। अनि यो सम्पूर्ण कामहरू गर्नको लागि चाहिँ मैले धन्यवाद दिनै पर्ने हुन्छ कि हाम्रो सम्पूर्ण हाम्रो सङ्गीतकर्मी साथीहरू, होइन, उहाँहरूले
धेरै राम्रो बजाइदिनु भएको छ, धेरै मेहनत गरिदिनु भएको छ। उहाँ बिना चाहिँ यो सम्पूर्ण स्कोर, सम्पूर्ण म्युजिक रेडी हुन्थेन होला। अनि उहाँहरूको लागि चाहिँ म फेरि पनि धन्यवाद दिन चाहन्छु कि हाम्रो सम्पूर्ण म्युजिसियन साथीहरूलाई। अनि म भन्न चाहन्छु कि प्लिज सपोर्ट गरिदिनु होला यो जार मुभीलाई। अनि नेपाली फिल्म इन्डस्ट्रीलाई माया गरिदिनु होला, नेपाली म्युजिक इन्डस्ट्रीलाई माया गरिदिनु होला। अनि यो भोलि रिलिज हुँदैछ यो मुभी, तपाईँले गएर हेरिदिनु होला, सपोर्ट गरिदिनु होला भन्ने म बिन्ती अनुरोध गर्छु। अवश्य पनि तपाईँलाई मनपर्ने छ, एउटा कम्प्लिट प्याकेज बनेको छ। अनि यो सम्पूर्ण यो जारको अनि अरू कामहरू मैले के गर्दैछु, कसरी गर्छु भन्ने कुराहरू चाहिँ मलाई नाम्लो स्टुडियोमा फलो गर्नु होला। अनि त्यहाँ तपाईँले देख्न सक्नुहुन्छ। धन्यवाद।